हेलो हेलो साथीहरू, हजुरहरूले मस्यौरा कसरी पकाउनुहुन्छ? मैले त यसो लो ग्यासमा मस्यौरा फ्राई गरेर यसरी बोरी पाक्रोको बोरी फ्राई गरेको छु। अब यसरी यसमा पिठो लगाएर पकाउँछु म। सबै साथीहरूले आफ्नो तरिका हुन्छ पकाउन, मेरो तरिका अलि फरक छ। यसरी पकाइन्छ। यसमा फुराउने कुराहरू फुराउने अनि पकाउने पिठो यो यसरी गाउँको पिठो हो यो। यसरी पिठोमा पकाउने है साथीहरू, पिठो हालेर मन पर्छ एकदमै मलाई त। यस्तो गराएर यसमा मसलाहरू सबै एकछिन पाकेपछि राख्ने हो। हजुरहरू कसैले यसरी खानुहुन्छ कि खानु भएको कि छैन? पाकिसकेछ। यसरी यसमा मसलाहरू राख्ने, बेसार मसला, खुर्सानी हल्का धेरै पिरो बिहाल्दछ फेरि। मस्यौरा राखिन्छ। मस्यौरा फ्राई गरेको मस्यौरा राखेर यसरी चढायो। यसमा यसरी पानी राखेर एकदमै साथीहरू एकछिन यसलाई छोपेर राख्ने।